दर्शन नमस्ते प्रिय मित्र दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई अनि जय मसी नमस्कार अनि गड ब्लेस अल अफ यू। अनि यो चाहिँ हालमा हनुमान ढोका यो पुरानो दरबारमा हामी गइराखेका छौँ। अनि यसरी यहाँनिर हजुरहरू कतिजना भिजिट गर्नुभएको छैन भने चाहिँ भिजिट गर्नुहोला। अनि यो चाहिँ पहिला यो हनुमान ढोका भनौँ न बसन्तपुरमा छ। अनि यो पहिला स्थापना गरेको चाहिँ मल्ल राजाहरूले गर्नुभएको रहेछ हैन। अनि यहाँनिर देखिन्छ हैन। अनि अब कति कैद गर्नु दिनु हुँदो रहेनछ त्यहाँनिर भिडियोहरू बनाउनु अनि दिनु हुँदो रहेनछ। त्यो भएको कारणले मैले यसो छोटो मात्रै कहीँ कहीँ पाएको चाहिँ यसो गरेर लिएको छु। अनि हजुरहरूले पनि हेर्न सक्नुहुनेछ। अनि यो चाहिँ भित्रपट्टि जाँदाखेरि यो देख्यो। अनि यहाँनिर हामीले हेर्छौँ यहाँनिर हामीले म्युजियममा जाँदै गर्दाखेरि हामीले यहाँनिर गाडी पनि भेट्छौँ हैन। पहिला राजाहरूले चलाएको गाडी। अनि यहाँनिर चाहिँ सबैजनाले भिडियो पनि गर्न मिल्दो रहेछ अनि गर्छन् मान्छेहरूले हैन। तर कति ठाउँमा चाहिँ हामीले गर्न नमिल्ने रहेछ है। त्यो भएको कारणले कति चाहिँ देखाउन सकिँदैन। यो चाहिँ काठले बनेको यो काठको कलाहरू छन् यहाँ प्रदर्शनीमा राखेको। अनि काठमाडौँ अनि यो चाहिँ काष्ठमण्डप पनि भन्छन् हैन। अनि काष्ठमण्डप एउटै काठबाट बनेको दरबार भएको कारणले चाहिँ काठमाडौँ भन्दो रहेछन्। अनि यो चाहिँ पहिला राजाहरूले युज गरेको गाडी रहेछ है। अनि यो चाहिँ डिस्प्लेमा यहाँनिर राखिएको छ म्युजियममा। अनि यो पनि यस्तो तरिकाले गाडी रहेछ हेर्न सक्नुहुन्छ। अनि माथिपट्टि चाहिँ अहिलेको त पछाडि पनि राखिन्छ टायर, अहिले चाहिँ माथि राख्दछन्। अनि यो ठाउँमा चाहिँ उहाँहरूले भिडियो बनाउन दिँदो रहेछन्। तर मैले पहिला नै गरिहालेको थिएँ। अनि त्यहाँनिर मान्छे आएर भिडियो गर्नु दिएन। अनि यहाँनिर चाहिँ चाइनिजहरू धेरै छन्। अनि यो चाहिँ अहिले पहिलाभन्दा भिन्नै सखारेको रहेछ। अनि कति कुरा चाहिँ हामीले भित्र देख्न सकेनौँ। पहिला त बन्दुकहरू भएको अनि त्यो पनि देखिन्थ्यो तर अहिले देखेन। अनि यो चाहिँ 9 तले दरबार है। अनि 9 तले दरबारमा हामी चढ्दैछौँ। अनि यो चाहिँ काठको भर्याङ छ। अनि यहाँ चाहिँ काठको थाम कुनै पनि यहाँनिर भनौँ सिमेन्टीको पिलर छैन, काठको थामहरू छन् रहेछ। अनि काठको थामहरू बनेको ठाउँमा हामी गयौँ है। यसरी माथि 9 तलासम्म हिँड्दै जाँदाखेरि कति साँघुरो बाटोहरू छ हैन। अनि साँघुरो छ। अनि किनभने यसको चाहिँ भित्ता चाहिँ एकदमै ठुल्ठुलो भनौँ न, गाउँतिर बनाउँछन् नि, गाउँतिर त्यो पहिलाको घरहरू ठुलो छन्। त्यो भएको कारणले ठुल्ठुलो भित्ताहरू हुन्छ। अनि यो चाहिँ मैले माथि 7-8 तला माथिबाट चाहिँ यो दृश्य मैले सानो कर्नरबाट भिडियो गरेको भुइँमा। अनि यहाँनिर हामी तल पनि देख्न सक्छौँ। अनि यो चाहिँ माथि अनि यो काठको दलिन है। अनि फलेखहरू हालेको छ। अनि यहाँनिर आँखी झेल हैन कस्तो मेहनतले बनाएको छ। अनि त्यो चाहिँ हामीले हेर्न सक्यौँ है। अनि हजुरहरू पनि हेर्नुभयो भने जानुभयो भने बसन्तपुर हनुमान ढोकामा गयो भने चाहिँ हामीले यी दरबारहरू देख्न सक्छौँ। अनि यसो आँखाको अब रमाइलो गर्न सक्छौँ त्यति हो। अनि यो चाहिँ अब हामी झऱ्यौँ माथिबाट ठ्याक्कै सिधै ओह्रालो छ। अनि ओह्रालो झर्दै हामी आयौँ है। अनि यसरी हामी ओह्रालो झर्दै आयौँ। अनि यहाँनिर चाहिँ अब हेर्दै अनि यसरी ठाडै छ हैन। अनि 9 तलासम्म हुँ जाँदा चाहिँ खुइ पनि आउँछ। त्यो भएको कारणले यताउता आँखी झेल हेर्ने, बाहिर हेर्ने हैन, बिस्तारै समय लिएर जाँदाखेरि चाहिँ बिहान 10-11 बजे पस्यो भने यसो बिस्तारै हेरेर 2 बजेतिर निक्लिनु पनि राम्रो हुन्छ है। अनि 4 बजे पछाडि चाहिँ त्यहाँनिर म्युजियम चाहिँ बन्द हुँदो रहेछ। त्यो भएको कारणले पहिले जाँदा राम्रो हो। अनि हामी चाहिँ यो 9 तले दरबारबाट चाहिँ हामी उँधो झर्दैछौँ अब है। अघि देखेको म्युजियम हो। म्युजियमतिर चाहिँ हामीले त्यो भिडियोहरू खिच्न अनि फोटोहरू खिच्न पाउँदो रहेनछौँ। त्यो भएको कारणले चाहिँ हामीले हेर्न सकेनौँ है। त्यो भएको कारणले हजुरहरू कतिजनाले हेर्न पाउनु भएको छैन, यो भिडियोबाट पनि हेर्न सक्नुहुनेछ है त। अनि यस्तै छ। यसरी चाहिँ अब हामी बाहिर निक्लिन लागिराखेका छौँ।
अनि एक्जिटको समयमा आएको छौँ। अनि यो एक्जिटको पनि यहाँनिर भिडियो गर्न पाइँदैन। त्यहाँनिर एक ठाउँमा मात्रै यसो हामीले फोटो खिच्न चाहिँ पाउँदो रहेछौँ है। त्यो भएको कारणले हजुरहरूलाई पनि म यही जानकारी गराउँदछु। धन्यवाद हजुरहरू सबैजनालाई। अनि हामी यसरी चाहिँ घुमघाम गरेर हजुरहरूलाई पनि घुमाएको है त। यसरी नै हजुरहरूले पनि देख्न सक्नुहुनेछ। धन्यवाद।